कमाई ब्लक आज हाम्रो रोपाइँ छ। रोपाइँको कार्यक्रम हाम्रो सुरुवात पोइन्ट हुँदैछ। ठुलबुवा बिउ रोप्दै बिउ गाड्दै हुनुहुन्छ भने चाहिँ आज हामीले रोपाइँ गर्नेछौँ। सबै दृश्य हजुरहरूमा आज देखाउने नै छौँ हामी। पानीको पानी छिटा परिरहेको छ। बिउ रोपाइँ छ आज। रोपाइँको बिउ छिटाउँदैछ। रमिसनी कुक्नेन रोप्नेरी मान्छेरी खानापिना पाक्दैछ यता। एकछिनमा हामी रोपाइँ गर्नेछौँ। सबै दृश्य तपाईँहरूमा हामी देखाउने नै छौँ। हाम्रो ब्लगलाई लाइक कमेन्ट सब्सक्राइब गरेर अगाडि बढ्न हौसला दिनुहोला। त्यसमा केही त्रुटि भयो कमेन्ट बक्समा सजेसन दिनुहोला। जब हामी बिउ गाड्नलाई निरन्तर अगाडि बढ्नेछौँ। अब हाम्रो रोपाइँ अबको आधा 1 घन्टामा सुरु हुनेछ। बिउ अहिले 7 बजी आउनुभएको छौँ। हाम्रो अब यति बिउ गाडेर यतिबाट रोपाइँ गर्नेछौँ। बहिनीहरू बिउ गाड्दैछौँ। यसको आधा 1 घन्टामा हामी रोपाइँ चालु गर्नेछौँ। सबै दृश्य देखाउने नै छौँ। निरन्तर पर्खिरहेको होला। रोपाइँ अब सुरु हुन लाग्छ। हाम्रो हलिदाईलाई के भन्नु छ? कुनै केही प्रक्रिया दिनु छ? रोप्ने आउनेको डन भन्दा पनि फरक नपर्ला। यसलाई खुट्टाले यो पुरा हिलो बनाइदिन्छ भने चाहिँ अब मान्छेलाई त पायो भने यसले के गर्छ ल हामी सबै देखाउने छौँ। हाम्रो पर्वलाई कन्टिन्यू गरिरहेको गाई चाहिँ राम्रोसँग एकदम काम जारी भइरहेछ। यता हेर्नुहोस्, हाम्रो यता टङ्के साई भन्नेलाई चिन्नुहुन्छ कि नै? बढिया काम चलिरहेछ। हाम्रो यस्तै छ। हाम्रो खेत चाहिँ लगभग अब भ्याइने स्थितिमा पुगिसकेको छ। बाउसेहरू थाकेर बसिसकेका छन्। हाम्रो हलिदाई मात्रै जोत्दै हुनुहुन्छ। हलिदाईलाई थाक लागिरहेको होला। हलिदाईले बेलुका चिया पिलाएर ल खेत लगभग भ्याइसक्यो भनौँ। स्टार्ट भइसक्यो। ल गाईहरू खेत रोप्न सुरु भइसकेको छ। लगभग रोपाइँ अब सुरु भइसकेको छ। बाउसिया रोप्नेरी सोप्नेरी सब आइसकेका छन्। भेला भइसकेका छन्। लगभग अब केही समयमा हामी रोपाइँको दृश्य देखाउनेछौँ। ल मै काट्नु राख। ल पैठाइसक्यो। अब रोप्न सुरु भयो। यो अगाडि रोप्नेरी कन्दरी चाहिँ अगाडि आउनु अरे। ल यस्तो हरियाली ठाउँमा रोपाइँ गर्न पाउनु पनि भाग्यको कुरा हो। ए र रोप्ने दुर्गे कस्तो छ रोपाइँ? यी तल दिदी 2टा बहिनी 2टा दिदी उता दाजु रोप्ने लगभग हाम्रो रोपाइँ सुरु भएर पनि अब भ्याइने तर्खरमा पसिसक्यो। अब हाम्रो खानपिन कार्यक्रम चल्दैछ। अबको आधा घन्टामा खानपिन अब खानासाना खाएर त्यसपछि हाम्रो दुर्गी भाइरल हुने भनेर मुस्कुराएकी चाहिँ हिजोबाट यसलाई भाइरल बनाइदिनु होला। ल अब हाम्रो खानपिन हुँदैछ। जुवानीको हली ल हाम्रो रोपाइँ लगभग अब आधा भइसकेको छ। यो फिट्टो रहेछ।
खन्नाको माउलो यो फिट्टो रोड रोपाइँ समाप्त हुन लागिसक्यो ल गाइस